जनताले भनेका छन्। रवि लामिछाने त्यसै प्रधानमन्त्री बनाए हुन्छ। अब जनताले होइन म्याडम, देशको प्रधानमन्त्री त तपाईँ बन्नुहोस्। जनताले तपाईँलाई प्रधानमन्त्री बन्नुहोस् भनेको छ त तपाईँ बन्नुहोस् न त। तपाईँले कति भोट लिएर आएर जित्नुभयो र? रविलाई त्यसो भन्नुहुन्छ? रविले त बहुमत लिएर आएर जितेको, बहुमत लिएर आएर। बुझ्नुभयो? नेपाली जनताले भनेर हुन्छ। प्रधानमन्त्री राष्ट्रपति भने जनताले गरेर चुनेर पठाउने मान्छे हो। बुझ्नुभयो नि? कुनै जेल पनि जानु पर्दैन र कुनै नेल पनि जानु पर्दैन प्रधानमन्त्री हुनलाई। जनताको इच्छा अनुसार चल्ने हो हाम्रो नेता। अहिलेसम्म त सबै आफआफ्नो इच्छाले चलेर देश यसरी डुब्यो, देशै बेचियो। त्यसैले अहिले जनताले चुनेर गएको सक्षम व्यक्ति प्रधानमन्त्री हुन्छ। तपाईँ कुन पार्टीको झोला बोकेर बोल्दै हुनुहुन्छ? पार्टीगत नजानुस् तपाईँ। बुझ्नुभयो नि? देशको लागि केही गर्छु भनेर आएको युवाको खुट्टा तान्ने कोसिस नगर्नुहोस्। अलिकति विचार गरेर बोल्नुहोस्। जेल जाँदैमा कोही मान्छे सभ्य हुँदैन। जेल कस्तो मान्छे